थाहा पाइहाल्छौ नि राजा। पर्पल मात्र हो म्याच सिक्ने, भुक्ने र टोक्ने दुइटै कुकुर रन्डीको छ। पहिला म्याच सिक्ने भुक्छु अनि टोक्छु रन्डीको। कहाँ छस् अरे? पूर्व पूर्व झापापछि चितवन आउने होला नि रे। थाहा छ त तिमीहरूलाई? अफकोर्स नि केटा हो, अफकोर्स तिमीहरूलाई रुटिन थाहा छ त। म चाहिँ झापापछि चितवनै हो आउने। अस्ट्रेलियामा भाडा हान्दा ठिक थियो रे। मुजी तिमीहरूलाई त मोज भइहाल्छ नि सिक्ने, अरूले भाडा हानेको देख्दा होइन। म्याच सिक्ने चिलमा घर बसेर रन्डी पैसा कमाएको देख्दा पो चाक पोल्छ तिमीहरूको। भाडा हान्दा भए त म्याच सिक्ने तेरै लेभलमा हुन्थ्यो नि त म। अनि मुजी भइहाल्यो नि तँलाई होइन। त नि भाडा हान, म नि भाडा हान्छु, म्याच सिक्ने पैसा बनाऊँ होइन। आज घले भाइको गीत रिलिज हुन्छ अरे। कोसँग? घले भाइको गीत रेकर्ड गरिरहेको छु मैले। हामीले हिजो अलिअलि रेकर्ड हान्यो, तर खासै हेडफोन नभएर गाह्रो भयो अहिले। ल्यापटप स्यापटप सामान लिएर आएको थियो गाउँमा। आज लिएर आउनु पर्ने रहेछ बरु यार, जङ्गलमा रेकर्डिङ हान्न कस्तो मजा आउँथ्यो यार। साउट आउट दिनु पर्यो रे। बिग साउट आउट टु दिले तामाङ म्याच सिक्ने। पर्वल दाइ माथि तानौँ न रे। भगवान्ले माथि नै तान्ला भाइ, धेरै माथि माथि नभन्न चिकन तान्देला चिक्ने भगवान्ले माथि। ए यहाँ चाहिँ केटाहरू यहाँ छु ल हामी। पिसमा आइदियो क्या रन माइकल। मलाई काठमाडौँले लास्टै फक हान्यो क्या। चिक्ने दिमाग तता छ जहिले रन माइकल। दाइ के लिएर आउनु भेट्न अरे? के लिएर आउने है भेट्नलाई? तोप पैसा लिएर आएछ न मजी के तोप होइन। तोप यतै किनौँला न। ए एउटा घोडा लिएर आएछ भेट्न आउने भए। कट्टा भयो नि चल्छ ल। कट्टा लिएर आयो नि भेट्न पाए। भितेनले तैँले वर्षमा कमाउने एक दिनमा उडाइरहेको छ अरे। त्यही भएर त डुब्छ त रन्डीको छ अरे। किन उडाइरह हो? सेभिङ गर भन्न म्याच सिक्ने होइन त। मैले कमाउनु जति एक दिनमा उडाउँछ अरे रन्डी छ। डुब्छ त्यसो भए उडा, त पनि उडा न म्याच सिक्ने अझ। अनि हामी त बचाउने हो मुजी। बरु अलिअलि हामीलाई नि दे भन्न मुजी। के उडाइरहेको त्यसरी? बरु मुजी भितेनलाई म डिलर मिलाइदिन्छु के। भितेनलाई भन्दै त केटाहरू गएर म सस्तोमा दिने डिलर मिलाइदिन्छु। पैसा भएन भने बाँकी नि दिइदिन्छु कहिलेकाहीँ होइन। जस भितेनले खानु छोड्न चाहिँ भएन है। एकदम रन्डी फस्न पर्यो होइन। करियर डामाडोल हुने गरेको फस्न पर्यो। के हो केटा हो? नराम्रो नबनाऊ न। सबैजना त्यही त हो। सबैजना राम्रो नराम्रो भइहाल्छ होइन। राम्रो मात्र त को हुन्छ र मुजी? अस्ति बाहुनले भने नि त सबजना पापी रे मुजी। नर्क त फिक्स हो। ढुक्क भएर बस्दा हुन्छ। नर्कमा जग्गा किन्दै गर्दा हुन्छ। मलाई मुजी काठमाडौँमा लास्ट सबले वान्टेड खोजिरहेको थियो नि त। त्यसैले भागेको हो क्या म। अब भागेर पूर्व आएको। काठमाडौँमा झन्डै मारेको म्याच सिक्ने। यस्तो यस्तो फेरि डनहरू छ नि त, ऱ्यापर फेरि ग्याङस्टरहरू छ। अब म्याच सिक्ने होइन। पुरै गनसन लिएर आइदियो घरमा। अनि म त भागिदिएको नि। तिमीहरूलाई थाहा नै छ तिमीहरूको ऱ्यापरहरू कत्रो ठुल्ठुलो ग्याङस्टर हो होइन त। मार्छ तिनीहरूले, त्यसैले डराएर भागिदिएको यार। अब यहाँ पनि एक दुईजनासँग न्यु होच्छु अनि डराएर फेरि काठमाडौँ भाग्छु नि होइन। त्यहाँबाट यहाँ भाग्ने, यहाँबाट त्यहाँ भाग्ने, त्यही त हो सिक्ने जिन्दगी। ल मुजी दाई लोकेसन भन्, कुकुरी खान्छ सिक्ने भन्छ ल दाई रे। फेरि खुकुरी रे रन्डी। कुन शताब्दीमा छस् के मुजी? खुकुरी रे सिक्ने। आजभोलि नि खुकुरी चल्छ।
अझै छ खुकुरी ठिकै छ र बन्दुक पड्किने बेला भइसक्यो त कट्टा पड्किने टाइममा के गर्छस् न तेरो खुकुरी भुत्ते खुकुरी टिलिक्क पारा छ लोकल हो क्या कहिले आउने दाइ कागर भिट्टा अरे ओइ जाने हो कागर भिट्टा बोलाइ छ एडिक भाइहरू त होला नि होइन ट्यापे भाइहरू होला कागर भिट्टा आऊ मुजी सामान खान भने होला हामी त खाँदैन ब्रो त्यस्तो मन पर्दैन मलाई सामान खानेहरूको सङ्गत नि गर्दिनँ यो मुजी वर्ल्डको मेरो हेटेस्ट ड्रग भने चाहिँ धुलो है म्याच छिक्ने धुलो खानेहरूसँग बस्दा नि बस्दिनँ हिँड्दा नि हिँड्दिनँ म्याच छिक्ने मेरो साथी नि धुलोले गर्दा जेलमा परेछ छिक्ने दाईहरू पनि धुलोले गर्दा बिग्रियो हो रणदिल छोरो धुलो चाहिँ मभन्दा 10 किलोमिटर टाढा राख मलाई फेरि ड्रग्स लास्ट मनपर्छ म्याच देख्यो भने मैले नि खाला क्या त्यसैले टाढै राख आई लभ ड्रग्स सिनेमा गीत बजाउनु रे तिमी नै बजाउ न त्यहाँ हाम्रो त यहाँ नेट छैन होइन खोलाको छेउमा बसायो हो राजा डाउनलोड भएको गीत चलाइरह ए नेट मेरोमा छ नि साँच्ची लाइभ गइरहेको रहेछ नेट छैन भन्दै लाइभ गइरहेको रहेछ नटी